अरू के भन्नु छ के भन्नु छैन त्यही घर परिवारसँग म छिट्टै कुरा गराइदिन्छु छिट्टै भने कहिले भएपछि हुन्छ एक हप्ताभित्र कुरा गराइदिन्छु ल एक हप्ताभित्र बिहेको लागि छ नि अब बिस्तारै म सोचेर भन्छु कहिले गर्ने बिहे कहिले गर्ने भनेपछि गायब लाग्यो टेन्सन नल्याउ न तिमी यार बिहेको लागि बिहेको कुरा गरेपछि उठेर हिँड्यो किन नलाग्ने बिहे एक हप्ताभित्र है म डेट दिन्छु भने टाप म्याच होला यत्रो नि बिहे गर्दैन अब हामीलाई थाहा नै छ जहिलेको नाटक भइरहेको छ द बसमा अब खासै अब हेर्नुपर्ने चिज त केही पनि छैन अब डाइरेक्ट मैले फिनालेको रियाक्ट यानि कि फिनालेको एपिसोडहरू जुन एपिसोडमा डिरेक्टर सरको एन्ट्री हुन्छ फाइनल भयो भन्छन् तब हेरे पनि हुन्छ तर बिचमा केही चेन्जेस भयो भने जस्तो कसैको झ्याप्पै ब्रेकअप भइदिएला कसैको झ्याप्पै केही भइदिएला थाहा हुँदैन नि त त्यही कारणले मात्रै मैले रियाक्ट गरेर आऊ र बोरिङ पार्ट त मैले अलरेडी काटेकै छु आज पनि म खासै भिडियो रियाक्ट गर्न भन्दा पनि अब यहाँ खसीको मासुको झोल बनाएको छु है चट्ट लाएर खाने हो हेर्ने यसरी अब के गर्नु त नि एपिसोड बोरिङ छ आज पुरै घामै लागेन घामको मुखै देख्न पाइएन अनि अब खसीको मासुको झोल खाने ग्याम गुवाम होइन फेरि झुट बोल्यो भन्ला नि खसीको मासु पनि देखाइदिउँ न तर हरियो कलर भएर राम्रोसँग देखेन होला किनकि यो ब्याकग्राउन्ड काट्दा हरियो कलर काटिन्छ क्या ल एनिवे गाइज जस खसीको मासु गुवामका गुवाम दिँदै भिडियो आज के कस्तो नयाँ चिज हुन्छ हेर्दै हेर्दै बात मारौँ तैँले बिगारेको कुरा तैँले सपार्ने भाइ कपाल सबै बिग्रिन्छ अब यस्तै हो तँलाई कहिले गर्नु डक्टर रसिका ल यो झाडु ल ल साइडमा राख्दै ल झाडु ल यसलाई फेरि काम भनेपछि ज्वरो आउँछ यो रसिकेलाई आरामले बस्नु न सिधाएर हो कुचो ला भनेको न्याय गर्न थालिसक्यो कति राम्रो देखिया थियो तपाईले कति राम्रो गर्छ मैले भन्दा त गर्ने कि नभन्छ फेरि हे चढो मलाई इडिट नगरी चढो तैँले बिगारेको तैँ सपार म सक्दिनँ आफूले गरेको गल्ती आफै सपार्ने म सक्दिनँ यसमा त लाग्दैन लाग्दैन झार्दैन भन्यो लाग्दैन जाऊ हो जन धेरै माया लाग्दैन पैसा पनि लगा त ल हो लाग्दैन मायादेखि लाग्छ हो त है मलाई त म्याक्सको मात्रै घर माया लाग्छ घरमा कसैको लाग्दैन म्याक्स भनेको कुकुर है फेरि त्यही कुकुर जोयाको कुकुर खोइ कत्रो भयो जोया खेलाउँदिन जोयाले बाँकी सबैले खेलाएको देखिसक्यो त्यो कुकुर है अब झाड नलगाएर माया हुन्छ भनेदेखि ल भाइ काम गर्ने राम्रो गरिरहेको थियो झन् प्रेस गरिरहेको थिएँ मैले होइन ऊ त मलाई नै दोष दिन्छ है फेरि हाल्छु क्या म तँलाई पनि राम्रो छ त अस्ट्रेलियामा त झन् दामी बब्बाल दिन्छ टक्क भिडियो कल गर्दै अस्ट्रेलियामा भस्काइ राखी होला नि होइन मेरो बाउ डाक्टर हो भनेर अस्ट्रेलियामा खाना लाउनु दिँदैनन् आफै काम गर्नु पर्यो के कसो मेरो बोयफ्रेन्ड डाक्टर भनेर सुती खाना कसैले दिँदैन बिस्तारै सिकिहाल्छ के काम गर्न हो यसरी ढङ्ग त रहेछ त लाउँदै रहेछ त अलिअलि त फेरि अलिअलि लाउँदै रहेछ सिधै हाल्न अन्त खाने रेडी गरेर हाल्नु मैले मोमो लिएर आएको आज त मोमो देखेर पनि मलाई थुक निल्न आएन किनकि खसीको सुप खसीको झोल सक्छ कसैले लास्ट मिनट भएको के हो मोमो हो कि चाउमिन हो त्यो मोमो होला केटा मन पर्दैन भने केटी लभ गर्ने रोटी बेल्ने बस्ने रातभरि अरू केही उपाय छैन है केटै मन नपरेपछि के गर्नु त होइन कि मुला गाजरको सहारा लिनु पर्यो काम सिधै अन्त खाने
म पनि खान्छु नि त सिधै न काम अन्त काम गर्छु अझसम्म ठ्याक्कै काम सिधेर मजाले खाम भनेको अब तैँले ल्याङ गरिहालिस् खाइदिनु न त काम गर्दै काम मजाको जुसी रहेछ क्या म पनि अझ पनि ठिक्क भएको मेरो खसीको मासुको झन् जुस्ती त्योभन्दा पनि धेरै जुसी रहेछ पिरो खालको तामा पनि खाएको रहेछ त्यो झाडु लगा नि यति झाडु लगा नि त खाइ त्यति बेसम्म बच्यो भने खाला चार गरे बच्यो भने खान्छ न त त्यस्तै हो मिठो मैले पहिल्यै थाहा छ मलाई माया गर्दैन भनेर अनि सबैले त्यही भन्नुहुन्थ्यो हो माया गर्दैन म त माया गर्दैन नि कहाँ माया गर्छु म त मलाई माया गर्छु हुन त नि भैँसी जस्तो छस् त्यही पनि पुरै फाल्दिउँ काम 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 सुन्दा ए बाँकी छ तर राखिदिरहेको छु नि 1 2 3 4 5 6 खान्छ नि त बाँकी तपाईँ चलो सिधै न चलो सफा गरिहाल चलो सफा गर्न राजा वाला फिलिङहरू गर चार कस्तो तपाईको पेट ल अचार खा मोमो दिन्छु अचार खा अचार खा सिधै अन्त मोमो खान्छ के गर्छौ त काम काम सिधा दिदिन त त्यो सब चल काम गर जल्दी काम गरौँ ल्याइदिएर रहेछ अर्को सिधाएर खाना एउटा मात्रै ल्याए जस्तो गराएर रहेछ त्यसलाई पनि ल्याइदिएर रहेछ माया त माया गर्छ नि डक्टरले जे भयो नि ल्याइदिएर त अर्को मोमो कहाँ कान्छी खा अब त कुचो लगाएकी छेस् भोक लाग्यो होला भ्याउँदैन तेरो मोमो खान नल्याएर मलाई अब झाडु चाहिँ कहिले लाउने तपाईले फेरि मैले नभने मलाई टाइम लाग्छ कि 1 घण्टा जति लाग्छ खानलाई त्यही भएर पहिला गर नि खा तैँले खोलिदिएर चाहिँ यो नि खान्छु त्यति गरिहाल अन्त चढो मैले तँलाई डिसिप्लिन सिकाऊ क्या ड्याडीले छोरीलाई सिकाऊ केही हुँदैन म सहन सक्छु त्यति सफा गरिहाल झाडु ल्याइहाल्छ काम भनेपछि कसरी ठगुम हुन्छ यसलाई के गरेर खाली यसले अस्ट्रेलियामा मैले नबुझेको कुरा यार बा कसम डक्टर संस्कारी हुँदै गएको छ हेर्नु भाँडा धस्काइरहेको छ हो कि नै भाडा पनि मान्छेहरू जस्तै कुच्चा छ त लास्टै मिठो भयो यो खसीको रस त जाडो महिना अनि खसीको रस धक्का डक्टर धक्का होइन रोसिकासँग पछि डिपेन्डेन्टमा अस्ट्रेलिया गएपछि गर्ने यही हो अहिले प्र्याक्टिस गर्नुपर्छ हो किन यसलाई ल्याइदिएको त्यो टेडी बेयर आफै अङ्गलमा मारेर सुतेछ फेरि तक्लेले हे भगवान् हे प्रभु हे जगन्नाथ उठ न सुन देऊ न टाउको दुखे कस्तो भएको छ मान्छेलाई मेरो छोराले च्यापेर सुत्छ उठ के हो यार टाउको दुखेछ उठ न। गरिदेऊ न तिमीसँग कुरा गर्नु छ यहाँ अया एकछिन भयो कस्तो लाग्यो यार मान्छेले सुत्नु नि दिन्न उठ भन्दैछु सिरियस कुरा गर्नु छ कि मलाई कति सुतिरा खाली सुत्याछ टाउको दुखेको मान्छे अनि जहिले दुख्दो रहेछ तिम्रो टाउको भन बे कहिले गर्ने हो टाउको दुखे बेला यार बिहे गर्छ यार कस्तो बिहे गर्छ यार यो केटा मान्छेको जातै यस्तै हो कि कस्तो टाउको दुखेछ जहिले टाउको दुख्यो के दुख्यो भनेको छ सिरियसली कुरा गरेको के साँच्ची टाउको दुखेछ कि कति डेट गर्ने म त डेट गर्दा त वाक्क लागिसक्यो थाहा छ जुन जोगी आए पनि कानै चिरेको त्योभन्दा बरु बिहे गऱ्यो भने आनन्दै हुन्छ निद्रा लागेको बेला अलिक खुज्न देऊ न बरु मलाई नजिस्किएर खै ब्राउन म सिरियसली भनिरहेको छु नि फेरि किन के भन्न लाग्यो किन सुत्न नदिएको भित्र तक्लेले अहिले चड्काइदिन्छु गालामा एक निन्द्रा भाग्ने गरी अनि राम्रोसँग कुरा गरिरहेको छु गफ परेको 4 दिन भएन एकअर्कालाई चड्काउने कुरा भइसक्यो सही झारे हो म्यास साला योसँग पनि अब ब्रेकअप चाँडै हुनेवाला खाल हेर्नु अब मैले देखिसकेको सिम्टम चाहिँ दिन्छु बरु मसाज गर्दैन रिस उठाएर हो मेरो पिङ्क कलरको गाई हो नि के भन्दैछु म ओए टाउको दुखेछ त्यही भएर भने ल भन न जेसुको देखोस् मलाई मतलब भएन मेरो चाहिँ टाउको दुखिरहेछ
तिम्रो आउँदै कि सम भएर बसौँ न नजिस्कन यार सिरियसली सोधिरहेको छु क्या के सोध्न के सोधी बे कहिले गर्ने बे कहिले गर्ने गर्ने कि नगर्ने गर्ने हो नि गर्न त आयो नि यार कि छ अरू नै कोही छैन नि भएपछि यसले फेरि लप परेको 3 दिनमै बेगर कि बेगर भनेपछि जो पनि केटो आत्तिन्छ यार यसले के गरेको रबिनाले यार कसम भनेको बेगर बेगर भनेर पछि लागेको छ यो 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 तक्लेको यो फेरि यसले बेगर लाग्छ मलाई लागेको छैन यसलाई खालि मजमस्ती गर्नु छ बे गर्नु छैन अब समस्या त्यहाँ छ ल हेर्नु घर परिवारले हेर्दैछ कोही छैन यार कोही पनि त्यस्तो हेरेकै छैन मैले त कहीँ भेटेकै मेरो कुरा राखेको छौ कि छैन राखेको छु के भन्छ राख्छु राखेन यसले केही कुरा राखेको छैन यसले मान्छन् कि मान्दैनन् एक्सेप्ट गर्छन् कि गर्दैनन् मैले कन्भर्सेसन गर्छु नि त आफ्नै जातको चाहिने हो कि पर्दैन म कन्भर्सेसन जोशी भने कि छेत्री कि बाहुन म बाम बाहुन हो हो अनि बाहुनको घरमा नेवार छिराउँछ कि छिराउँदैन के थाहा भएको कुरा गरे हल्का गतिले खान भने पस्ने खान त्यो चटपटे खाइছে अनेक खा फेरि चटपटे दिँदैछ चटपटे अर्को फेरि डाइरेक्ट डिडिसीको प्याकेटबाट दुध खाँदैछ यति तिमीहरूको घरमा भाँडा छैन प्लास्टिकको कप आउँछ त 1 रुपियाँमा एउटा त्यो किनेर भने खायो के गरेको के बिजोको सिधै डिडिसीको प्याकेटबाट त्यो काठमाडौँतिर अब भन्दाखेरि नराम्रो अर्थ नलागोस् होइन मैले झ्याप्लालाई भन्न खोजेको होइन तर यो अब त्यो अब नेपाली वर्ड ठ्याक्कै ठेट वर्ड भन्दाखेरि त अब खाते नै भन्छन् होइन अब तर त्यसलाई अब के भन्ने अब स्ट्रिट बोइज भनौँ न अब जस्ट अलि फोहोर उठाउने केटाहरू भनौँ न अब राम्रो शब्दले भन्नु पऱ्यो अब खाते भन्ने शब्द अब धेरैलाई राम्रो लाग्दैन नि त मैले फेरि यो कतैबाट पनि झ्याप्लालाई भने होइन है तर काठमाडौँतिर पहिला पहिला जमानामा एउटा के चलन थियो भने त्यो प्रायः त्यो स्ट्रिट बोइजहरूले त्यो फोहोर उठाउने केटाहरूले चाहिँ त्यो दुधको प्याकेट फुक्दै गर्दै त्यो डेन्ड्राइट सुँग्दै हिँड्थ्यो क्या त्यो डेन्ड्राइटले चाहिँ के हुँदो रहेछ भने झ्याप हुँदो रहेछ एक हिसाबको नसा दिँदो रहेछ भनौँ न ड्रग्स जस्तो अनि त्यस्तरी गर्दै हिँड्ने त्यसो गरेको मैले देखेको थिएँ अहिले अलिक कम भयो किनकि अहिले त्यस्तो गर्न दिँदैन पुलिस सुलिसले रोक्छन् होइन अहिले अलिक कम भयो अहिले गर्दैनन् तर म अलि बच्चा हुँदाखेरि म सानोमा मै गुच्चा खेल्ने उमेर हुँदाखेरि काठमाडौँतिर लास्टै धेरै त्यसो गर्थ्यो क्या त्यो फोहोर उठाउने केटाहरूले त्यो दुधको प्याकेट फुक्दै चुस्दै फुक्दै गर्दै त्यो इनहेल गर्दै एक्सेल गर्दै त्यसो गर्दै हिँड्थे त्यो पो याद आयो देखेर अब यो के हरकत हो चटपटे पानी पुरी चाहिँ अगतिलो पाइस र कन्डिसन मान्छेले खान्छ एउटी चटपटे खाएको छु अर्को डिडिसीको दुध सुँगेको छ खानु परेछ मिठो मिठो ल हेर्नु मसँग डाइट खानु दुध खा दुध अब मेरो दुध खाने हो तर यसरी खाने होइन नि त यो खानु होला तेल दुध रे तेल दुध चाहिँ कहाँ मैले दिएको दुध बोले रक्सी राइस क्या के गाजा फुकेर राइस फेरि प्लास्टिकको कपमा त खानु यार चटपटी खाएको ट्याक्कै त्यस्तै देखेको देखेन ल भन्नु अब खान्न आफै अब मैले झुट बोलेको होइन यो मेरै उमेरको साथीहरूलाई पनि अझ मेरोभन्दा ठुलोलाई पनि थाहा होला अस्ति अस्तिसम्म 3-4 वर्ष अगाडिसम्म पनि त्यसो गरेर हिँडेको देख्थेँ मैले अहिले चाहिँ छैन अलि हटेको छ काठमाडौँमा यो हो कि नै ल तपाईँहरू मलाई भनिदिनु है अरूले कमेन्ट गर्नु है फेरि मैले त्यस्तै कुरा बनाएँ भन्ला न अरूले गर्थे त्यस्तो अब तिमीले चिज खाँदिनु खाएर हस्ते वाला गतिलो चिज फुकाएको दुध तर यो तेरो दुध हाल्नु मिठो हुँदो रहेछ यार तैँले बनाएको दुध भन्दा तेरो दुध हालेर नि मिठो हुँदो रहेछ किन बोल्यो हेर्नु त त्यसले तैँले बनाएको दुध उमालेको भन्दा पनि प्याकेटको यति काँची काँची मिठो हुँदो रहेछ भने कि अबदेखि त म काँची दुध खान्छु पकाएको दुध कहिले खाँदिनँ साबास जोयाले दिइहाल्छ नि प्रोटिन पनि हुन्छ यार पाताली खाइस होला नि पास्टमा त कगजको काँचो काँचो दुधहरू त खाएर बसिस होला त अब त खानै पर्यो पकाएको दुध त मैले त राम 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 त्यो के कुरा हुँदैछ प्रभु म जस्तो सोझो मान्छेले के सुन्नु परिरह्यो कोही के भन्छ काम फ्रिजमा सिधै काँचो दुध खाने कुरा हुँदैछ खैतिर फुलले त ले न ले किन ले त तेरो फोन ले भनेपछि ले न भने मैले इन्टरकास्ट मान्छे कि मान्दैन इन्टरकास्ट बिहे मान्छे कि मान्छ मान्छ कहिले गर्ने त ल भन म त यो डेट सेट गरेर बस्दिनँ अब है धेरै भइसक्यो 1 महिना त भएको कति हतार हो क्या विचार गर नि कस्तो हतार हो र जहिले लग्यो मात्र गरेर बस्ने बिहे गरेपछि नि गर्न सकिन्छ पहिला कि मलाई त्यो बुझ त न राम्ररी अनि बताउ मैले बुझिसकेँ देख्नुपर्ने कुरा देखिसकेँ बुझ्नुपर्ने कुरा बुझिसकेँ अब योभन्दा कति बुझ्नु जति बुझ्यो एक नि महिना त्यही हो। कसरी बुझ्यो त अनि यो चाहिँ जति बुझ्यो नि त्यही हो। बुझ्दा 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 सम्बन्धै बिग्रिन्छ
बरु बिहे गरे आनन्द त मलाई बुझ्नु देऊ त्यो नि त रोमान्स बुझ्ने भने त बिहेपछि नि हुन्छ क्या मलाई बुझ्नु देऊ नि त अहिलेसम्म मलाई बुझेको छैनौ तिमीले बुझेको छौ अझै बुझेन राम्ररी के बुझ्नु पर्यो ल सोध भन के भन्नु पर्यो तिमी सोध तिमी बुझ मलाई होइन मैले त बुझिसकेँ मलाई त केही पनि सोध्नु छैन मलाई त्यही बिहेको कुरा गर्नु थियो ओके छु अब घर परिवार मान्छे के मान्दैन त्यो मनाउने काम तिम्रो हो अरू कुरा मलाई थाहा भएन तिमीले आफ्नो घर परिवार मनाउँछ होइन आफ्नो घरमा मेरोबाट convince ओके गर्छ छ होइन मेरोबाट ओके छ तक्लेले बिहे गर्नु केटाकोबाट त ओके हो यदि मुस्कान हुन्थ्यो भने मात्र भने कि साँच्चीकै तयार थियो साँच्चीकै हो नि अहिलेसम्म घरमा कुरा त रबिनासँग यसले बिहे गर्छ जस्तो मलाई लागेन त्यसै म बुझ्छु यसो 2-4 चारवटा एपिसोडमा आफ्नो अनुहार देखाइदिउँ न त म्यासालाई के भएर होइन 2-4 दिन भयो नि अनुहार देखाएर फेमस भइन्छ भनेर आयो अनि त्यसमाथि केटी पनि पाइन्छ आम के आम गुटलियो के दाम भनेर आयो हेर्नु सिधै कुरा जसले मलाई नराम्रो भन्नुहोस् राम्रो भन्नुहोस् यसको इन्टेन्सन त्यही हो मेरो विचारमा कि छैन थाहा छैन म बिहे गर्छु म बिहे गर्नलाई चाहिँ द बसमा आएको भनेर सबै भनेछ मुखले मात्र भन्ने हो यहाँ आउने प्रायः सबैले त्यही भन्छन् साँच्ची भन्छु हो मेरो न पहिला थियो न अहिले तिमी छौ मलाई भन्दाखेरि कोही केटी छ जस्तो लागिरहेछ मलाई छैन। भन्ने बेला चाहिँ छैन भनेको छ तर मेरो मोबाइल छ। चेक गर्नु छैन होला सबै डिलिट गरिसक्यो होला के थाहा डिलिट नत्र कसरी मोबाइल चेक गर भन्छौ त नि क्लियर भएर त भने होला नि यति सिधा मान्छेलाई तिमी त्यस्तो भन्छौ कुन एङ्गलले तिमी सिधा देख्यौ त्यो भने कुनै एङ्गलले कपाल म अङ्कल जस्तो सबैले सुड्डो सुड्डो भन्छन् त्यही भएर चाँडो बिहे गरौँ भनेको त्यही त म पनि तिम्रो त कपाल पनि छैन हाइट पनि छैन त्यही पनि मैले एक्सेप्ट गरिरहेको छु अलि उता बुझ मलाई पनि बुझ ए भगवान् कति बुझ्नु के यार राम्ररी बुझ न। बुद्धा बुद्धा समय गइसक्यो यार त्यही भएर। बेसकालले छुने बेला भइसक्यो जसरी हुन्छ बिहे गर्न छ रबिनालाई मलाई त हतार छ गर्नु नै छ अझ रबिनलाई सकेसम्म त कहिले बिहे गर्नु छ भने बस सिद्धिनु भन्दा अगाडि नै बसमै बिहे गर्नु छ किनकि टाइटल पाइन्छ यो त टाइटलको लोभमा आगे जस्तो पो लाग्न थाल्यो मलाई माग कसम मलाई नि गर्न छ जस्ट विनर हुनु छ रबिनालाई जो हारे भने केरा मान्छेहरू जुन यो साल त हुनेछ रा म्याउ गर्छ पछाडि पछाडि लाग्छ जब बिहेको कुरा आयो टाउको दुख्यो हतार नगर पछि गरौँला एकछिन जहिले त्यस्तै के एक्सक्युजेसहरू त्यस्तो होइन क्या अलिकति टाइम त देऊ न कस्तो टाइम चाहिने हो र अझ के बुझ्नु पर्यो भन नि त मलाई तिम्रो यो बुझ्नु छ भनेर भन नि त मैले नि घरमा मलाई चाहिँ- सोध म भन्छु घरमा पनि अहिले यसो मिलाउनु पर्यो टाचबाट के मिलाउनु पर्यो? टाचो पाचो गर्नु पर्यो होइन सबै कुरा एरेन्ज गर्नु पर्यो अनि त्यसपछि पो हुन्छ नि एक्कासी कस्तो ल, के बिहे गरौँ कुरा? अहिले गएर के कुरा छ त मेरो पर्सनल कुराहरू कस्तो पर्सन मलाई भन्न नहुने हो र छ अहिले भन त न। घरमा छ होइन भन न। घरमा समस्या छ होइन अहिले बिहे गर्नलाई होइन अब म मात्र त हो नि घरमा बाँकी बिहे गर्न बिहे गर्नलाई अहिले यसको घरमा समस्या छ अरे अनि मुस्कानसँग त अहिले होइन अहिले घरको कागज देखाउँछु 3टा घरको कागज तिम्रो नाममा गरेर भए पनि म तिमीलाई बिहे गर्छु भन्छु ल हेर्नुहोस् त केटी मन परेपछि त जे नि गर्ने हो केटी मन नपरेपछि बिहे कहिले गर्ने भन्दाखेरि सकेसम्म टाढेर भाग्ने हो स्याबास तकले स्याबास यु आर अ गुड गोइङ यो घरमा तिमी मात्रै हो अनि किन त अनि अदार किन क्या हे भगवान् मसित गइसक्यो नि अब माग टाउको कपाल गइसक्यो फुलिसक्यो अब दारी पनि झर्न बाँकी हो कहिले गर्ने बे फेरि सबै गयो भने फेरि तिमी फेरि ए बाबा मैले तिम्रो मन हेरेको छु तिम्रो मैले न धन सम्पत्ति हेरेको छु न तिम्रो कपाल छैन भनेको छु थाहा छ। न मैले तिम्रो हाइट हेरेको छु तिमी जस्तो छौ त्यस्तैमा मैले एक्सेप्ट गरिरहेको छु होइन तिमी पनि जस्तो छौ त्यस्तो तकले एक्सेप्ट गरे तक्लेको पनि कपाल छैन हाइट छैन तिम्रो पनि त बेहोरै छैन अब भन्यो भने भने जस्तो हुन्छ हेर रबिना छन त छैन अब के गर्ने हो ल भन त अनि योभन्दा बेसी के चाहियो त हो कि नै कि तिमीलाई केही कुरा चित्त बुझाएको छैन भने भन अनि मलाई तेरो यो कुरा चित्त बुझाएको 3 दिनमा बिहे गर भने त्यो केटा भाग्छ चेन्ज गर ताप म बदेको त्यही छ। अनुसार उ गरौँला थाहा छ मलाई तिमीले मेरो हाइट कपाल के पनि हेरेको छैन सबै एकदम ठिक छ होइन त्यही भएर मैले तिमीलाई मन पराएको मैले तिमीलाई माया गर्छु होइन माया गर्ने माया मात्र गरेर भएन नि त यार प्रुफ पनि गर्नु पर्यो नि त त्यो टाइम आउँदैछ त किन हतार बिस्तारै गरौँ त भन्ने बेबी कस्तो हो र योभन्दा कति बिस्तारै हो र त एन्ड्रोइड चलाउने है तेरो त मलाई बिचारा माया लाग्यो यार मालार के हो जस किनेर दिँदैनस् कार्य आफ्नो दिँदैनस् तँलाई भोलि म एउटा आइफोन ल्याइदिन्छु ल्याइस् आइफोन 17 आफैसँग आइफोन छैन ल्याइदिस् मलाई तिम्रो पैसा आइसक्यो नानु कुनै बेला मलाई किन्दैन आइफोन त्यो मैले तँलाई भने दुधको कप किन्ने पैसा छैन डाइरेक्ट दुधबाटै प्याकेटबाटै खाएको छ डेन्ड्राइट चुसे जस्तो देखिरह ल्याइस आइफोन 17 प्रो म्याक्स तेरीमा ढाका यो नगरे अरे नगर कसम पनौती लागिरह यो नगर यार भाइ यार के गरे यार ज्यापले यार
माको सब डेन्टल चुस्या जस्तो देखेछ यार स्वाह नै यार मात्रै हेरे मुख पनि कुचेको छ फोन पनि कुचेको बोक्छ भोलि तँलाई सिल प्याक ब्रान्ड न्यू नयाँ फोन ल्याइदिन्छु म लिएर त्यो लिएर आइस त 17 प्रो म्याक्स चलाउनु नचलाउने तेरो कुरा र रामकासीको के भन्ने एउटै हो क्या बुझिस तेरो कुरा र रामकासीको गोल एउटै कुरा हो स्याबास काँचो दुध नखाके पेट काट्छ मन त काटेको देखिनस् यो अब पेट काटेको के हो अब ये तेरीमा डेन्ड्राइट स्याबास ए बाबा ठाकुरे यार ल अब चाट न अब ये यसले दुध दिनु यार मलाई त सधैँ दुध किन्ने पैसा हुँदैन क्या ल मेरो त मान्छेको प्रोटिन हेरे खानेकुरासँग त्यही भएर जता छर्किदिएको मैले एक बोका दुध खाएर भ्याउँदो रहेछ यार म खान्छु कस्तो समझ नभएको आइमे रहेछ खाने चिजलाई यस्तो गर्छ त्यो चलेर मैले फालिदिउँ ल छोएर मात्रै देखाएर मेरो ल अहिले चलेर फालिदिउँ तँलाई गर्दैछ हटे मैले देखेँ तँ फोन चलाउनु नचलाउने पाइ त चलाउने साँच्ची म पैसा निकाल्न जान लाग्यो अहिले निकालिस जसको गाँठमा गोजीमा सेन्टिमेन्ट किनिदिन्छु भनेर के फगाउन खोज्दैछ यसले आज मुडमा छ कि क्या हो ज्यापले फगाइरहेको सबैले पैसा ल्याउने फेरि यिनीहरूको यस्तो बकवास त सेम बकवास हो होइन ल कति हजार नि भन्नु यो धेरै होइन 8,000 को हामी पनि के भन्दैछन् अहिले गएर गर्ने बिहे गर्ने भनेर यसले फेरि हेर्दै हामी पनि गर्ने कोर्ट म्यारेज कि अहिले गएर गर्ने जाने हो गर्ने हो नाइ नाइ भन्छ गर्दैन तक्लेले बिहे गर्दैन रबिना गर्नु छैन भने सिधै सपना नपुग्ने हुन्छ गर्नु छ क्या तिमी त्यस्तो नभन न गर्दैन यसले 2-4 साल त रोक न भयो 2-4 साल भयो के साल भन्न त्यो इयर होइन कि 2-4 वर्ष कुर्नु अरे अब 2-4 महिना भयो पर्यो ओ यहाँ 2-4 महिना मैले घरमा जानु पर्यो बुझिसक्यो मैले कुरा छोडिदेऊ बाना नभन बुझिसक्यो के बुझ्यौ तिमीले कुरा भयो छोडिदेऊ के कुरा बुझ्यौ बुझिसकेँ तिमीलाई गर्नु नै छैन त्यस्तो होइन हो म गर्नु छैन भने यहाँ फर्केर आउँथे के थाहा मलाई गर्दैन भाइ गर्दैन यसले बिहे गर्दैन बुझ्ने मात्र भन्छ यार यत्रो भइसक्यो टाइम ल्यापटपको चार्ज बुझेर मात्र बस त्यस्तो होइन नि त म तिमीलाई बुझेँ होइन अझ तिम्रो घर फ्यामिली अझ राम्ररी बुझ्छु होइन तिमी पनि मेरो फ्यामिलीलाई बुझ नि त मेरो फ्यामिलीसँग कुरा गर नि त कस्तो हतार तिमीले कुरा गराउनु पर्यो नि त तिमीले मलाई अहिलेसम्म कुरा गराछौ आजको अहिलेको अहिले कसरी गराउ त गराउँछु म फोनमा कुरा हुँदैन भिडियो कलमा कुरा हुँदैन भनिसकेँ हिजो मात्र भिडियो कलमा मैले बहिनीसँग कुरा गरेँ के भन्यो तिमीलाई रबिना कस्तो लाग्छ मलाई त राम्रो लाग्छ म बिहे गर्ने उसँग सबै भनिसकेँ मैले के भन्नुभयो घरबाट भने छैन बहिनीसँग कुरा भएको प्राणी भने छैन यसले बहिनी ए भगवान बहिनीले गरिदिने हो र भने होइन मैले गर्ने हो बिहे बहिनीले घरमा अरूलाई भन्छ मेन भनेको मम्मी र बाबालाई थाहा हुनु पर्यो के सिधी बात नो बकवास के अनि के पहिला गएर कोर्ट म्याच गर्ने अनि देखाउने ल सर्टिफिकेट ल हामी बिहे गरे भनेर चाहिँ थाहा गराउने ए बाबा घर परिवारले मन्जुरी दिन्छ भने त किन कोर्ट म्याच गर्नु पर्यो र धुमधामसँग बिहे नै गरौँ न धुमधामै गर्ने भन्दैछु त अलिक वेट गर न त अलिक सुनको भाउ 2.5 लाख रुपियाँ भएको छ अलिक त रुक न 2.5 लाख होइन 3.5 लाख पुगिसक्यो अब त तिमीलाई बिहे गर्नलाई साला मर्न मात्रै रहेछ साँच्ची सुनको कुरा सुनेर 3.5 लाख 3,18,000 20,000 पुगिसक्यो हेर्दा मात्र सोझो रहेछौ तिमी यसरी मनसँग खेलबाड नगर यार खेलबाड किन गर्छौ म त त्यस्तो खेलाडी होइन खेल्नुलाई देखिँदैछ चालामाला बुझ्दैछु म खेलबाड गर्ने भएपछि म बिहे नगर्ने भएपछि तिमीलाई मन नपराउने भएपछि म यहाँ फर्केर आउँथेँ तिमीलाई अनि किन त बिहेको कुरामा चाहिँ कति हतार गरेको भनिरह त पछि 2-4 वर्ष रे महिना रे के रे त्यो बहाना हो क्या मलाई थाहा छ भन कति टाइम चाहियो तिमीलाई अहिले गर्ने अलि टाइम देऊ न कति टाइम दिने अलि मलाई भन्न खोजेको मेरो साइडमा पनि छ नि मेरो पनि एरेन्ज के न के एरेन्ज गर्नुपर्ने छ होइन के न के होइन घरतिर अलि लोन सन तिर्नुपर्ने छ बिहेपछि धुमधाम हुन्छ होइन जन्ती आउँछ 4-5 हजार कम पनि होइन 4-5 हजार मान्छे आउँछ तिम्रोतिरबाट पनि आउँछ होइन हनीमुनको प्लान गर्नु पर्यो
कि बिहे भने कि होइन हनीमुन अहिले दिन्छु ये कने दन कने बिगा होइन हनीमुन कस्तो हुने के यो छोरा मान्छेको जात त आजदेखि तनाउ दिन्छु भन्छ यार बिहेको लागि उ गर्न होइन हनीमुन जानु पर्यो कसैलाई अनि प्लान हुनु परेन बिहे गरेर के हामी कहाँ जाने त अनि पहिला बिहे गर न त्यसपछि हेरौँला अरू कुरा भने मैले घर चाहिँ बस्ने घर जाइ बस भनेको छु र मैले त्यतिसम्म छैन हौ बिहे भन्छ भनिरहेको छ त अहिलेको त टाइम देऊ न 4 वर्ष भने यो त कति टाइम कति टाइम लाग्यो त्यो धेरै भयो वैशाखमा गरौँ न यो चिसोमा पो गर्छ चिसोमै गरौँ न माघमा गर्ने हो माघमा चिसो गइहाल्छ अर्को माघमा गरौँ के अरे मङ्सिरमा गरौँ मलाई थाहा भएन मङ्सिरमा हुँदैन 1 वर्षमा कहिलेकाहीँ म तिम्रो घरमा आउँछु अनि हाम्रो हुनेवाला ज्वाइँ भन्छन् तिमी मेरो घरमा जाऊ हुने बुहारी भन्छन् मेरो घरमा लभ म्यारिजको लागि छुट दिएको छ छोरीले जसलाई रोज्यो त्यसैसँग बिहे गरिदिनुहुन्छ ओके त्यो जात भात यताउति त्यस्तो केही पनि मेरो पनि छैन केही छैन हामी पनि सबै मोडर्न हो क्या त्यही त भन्ला छु म कन्भिन्स गर्छ तिमी डाउट नगर न ममा मेरो फ्यामिलीमा डाउट नगर न पढेको छु सबै घरको मान्छे एजुकेटेड हुनुहुन्छ सबै बुझ्छ क्या मैले किनेको भएर ए यार त्यो डेन्डर सुने जस्तो देखेछ यार नगर्न यार हजुर लास्टमा जुन चाहिँ बहिनीको कपडा लगाएको छ त्यहीबाट कपडा किनिदिने कतिले कुरा गरे तैँले गरेर यो पुरै ओभर साइज भइसक्यो बहिनीको लुगा यो बिचरा कस्तो स्लिम थियो तेरो बहिनी यो चक्लेट यो मैले किनिदिएको थाहा छ हो कि न ल एउटा चक्लेटहरू खोज्ने आयो मेरो सिँगान आयो कि काकाहरू सिँगान आउँछ तेरो आउँछ मेरो जग्गा यताबाट नै आउँछ यस्तो के हो यताबाट नै आउँछ भन्नु खोजेको नासेबाट आउँछ सिगान हो चियाबास पैसा चढेपछि आउँछ मलाई इज्जतले भयो भोलि किन्नु म त कति बजे भोलि अहिले पैसा निकाल्छु डिपोजिट गर्छु अहिले भोलि यस्तै 2-3 बजीतिर जाने किन्यो यसले 2-3 बजीतिर 17 प्रो म्याक्स किन्यो साँच्चै हो नि किनेको के हेर्ने मान्छेमा ओइल हुन्छ यस्तो सेम नौटा किनारको केही नयाँ छ ल भन्नु त यो कपाल लाउनु चाहिँ जबरजस्ती अगाडि बढेको जस्तो भयो त्यही भएर हामीलाई बोरिङ लाग्यो बुझेन मैले हतार नगर क्या बरु यहाँ बिहेको कुरा हुँदैछ कस्तो हतार नगर यत्रो टाइम बरु त्योभन्दा अरू कुरा सोध न मलाई बिहे बाहेक अरू कुरा सोध भन्दैछ भनेको मतलब बिहे गर्ने छैन कि इन्टेन्सन छैन यसलाई मनै पराएन रबिना प्लान बिहे रबिनाले जबरजस्ती बिहे गर्न खोज्नु जबरजस्ती सोमै केटा पार्टनर बनाउन खोज्नु भनेको आफ्नो बेजत बाहेक केही पनि थिएन होइन अब 3 दिन भयो ल परेको 3टा एपिसोड पछि मलाई बिहे गर भनेर कोही केटाले गर्छ यदि गर्छ भने त्यसको अलिकति स्क्रु ढिला भएको हुनुपर्छ बिहेपछि प्लान सोध्न पर्यो मलाई के रे भाउ बिहेको अक्लु के रे अरू कुरा बरु त्योभन्दा अरू कुरा सोध न मलाई बिहे बाहेक अरू कुरा सोध बिहेको प्लान बिहेपछि प्लान सोध्न पर्यो मलाई बिहे पछिको प्लान हनीमुन यसको प्लान त्यही हो पछाडिको भन्ने बिहे यसको प्लान होइन बिहे पछि गरिने प्रोसेसहरू चाहिँ यसको प्लान हो यति त मैले पनि बुझेको छु बिहेभन्दा पहिला अरू प्लान हुँदैन के प्लान ल भन्नु एउटा बिहे मात्रै भनेछ बिहे मात्रै भनेछ मेरो झन् टाउको देखे झन् दुख्यो यार बिहे भने टाउको दुध जाने मसाज गराउन थाई मसाज अझ के मसाज मसाज एक्लै भए त गइहाल्छ नि अनि तिमी मसाज गर्दै हिँड्ने बानी लागेर रहेछ र पो बिहे गर्न नमान्ने शाबास सबै गाउँछन् हो मसाज थाई मसाज गाउँछन् अनि के अरे जुसी मसाज गाउँछन् अनि के मसाज तिमीले भने तिमी पनि बुम बुम मसाज बुम बुम मेरो अगाडि मसाज नगरेर खै धेरै गर्दैन तिम्रो अगाडि गर्दै तिम्रो पछाडि पनि गर्दैन कि तिम्रो पछाडि पनि गर्दैन ए भगवान् कसरी सम्झाने क्या मैले पहिला जे गरेँ पहिला हात दुख्थ्यो अनि म ब्याडमिन्टन खेल्थेँ अनि जान्थेँ मसाज गराउँथेँ कि थेरापी त हो नि त्यो पनि थेरापी क्या कसरी आँखा तान्ने होला किन मस्किरा किन रिसार्ट मसाज भन्दा किन मस्किरा मस्किरा होइन क्या मसाज भने थेरापी जस्तै हो क्या एउटा उपचार हो क्या शरीरलाई झाब्लोलाई सबै हामी उता थाइल्यान्ड जाऊँ थाई मसाज हनाम बुम बुम हनार आम भन्ने यसको सपना छ यसको ड्रिम छ रे यो तक्लेको लाखे भन्नुहोस् अब कस्तो खालको ड्रिम हो के खालको ड्रिम हो रबिनासँग बिहे गर्ने ड्रिम त यत्रो पनि होइन भुत्रो पनि होइन रिसाउनुहोस् केटीले गरिदिने हो उपचारलाई साँच्ची गर्नेवाला होइन अब केटाले त गर्दैन केटीले नै गर्ने मसाज बिहे भनेपछि केटो गायब हो मसाजै गरे हो बिहे गरेर घरमा ल्याए होइन कि त्यो गरे होइन कि
के थाहा देखाएको छैन मैले। अब तिमी के गरौ त तिमीले देखेनौ तिमीलाई लग्यो भने त्यहाँ मलाई उल्टा मारिहाल्छौ। कहिले भेटाउने घर परिवारसँग? भेटाउँदैन घर परिवारसँग यसले के भन्यो? कहिले भेटाउने घर परिवारसँग? यहाँबाट गएपछि यहाँबाट गएपछि कलमा भेटाउने कि गएर भेटाउने त्यो भन न। पहिला फोनमा बोल्ने, भिडियो कलमा बोल्ने, त्यस पछाडि जाने अनि भेट्ने पर्सनल्ली। ल अहिले चाहिँ अनि कुरा अहिले गराइदिन्थे अहिले सुत्नु भयो होला है घरमा सबै। ए अहिले दिउँसै सुत्नुहुन्छ ए बाहना छ तिमीलाई जति कसलाई बनाउनु। अहिले कुरा गराइदिन्थ्यो घरमा सबै सुत्या भनेर आम्मा बाहना हेर्नुभयो तक्लेको बाहना यसले बे गर्दैन। मलाई आउँदैन बाहना बनाउन जे भन्छ साँच्चै भन्दैछु। सिधा हामी धेरै सिधा मान्छे हो म। हामी जति पनि इन्जिनियर हुन्छ नि आइटी हुन्छ नि सबै सिधा म चोरो भन्दैन के सिधा सिधा अर्कै खालको सिधा त्यो हुन्छ नि अरू हुन्छ नि डक्टरहरू त्यो डक्टर भयो अरू पढेको हुन्छ नि धेरै बाटो हुन्छ किनभने सयौँ मान्छेसँग बोल्नु पर्छ नि त। हामी त एउटै त्यो कोडसँग बोल्यो कोड त्यो अब एउटा कोड ल्यायो त्यो कोडमा जे सिधा सिधा हामीलाई के आउँदैन एउटा सोझो बाटो जस्तो के। तिमी त्यही सिधा छौ त्यही भएर त म तिमीलाई मन पराउँछु। तिमीलाई बिहे गर्छु भन्दैछ। यस्तो हो यो बिहेको कुरा डेट गरेपछि लभ गरेपछि जहिले नि बिहे गर्ने कुरा गर्यो कुरा गर्दा गर्दै सम्बन्ध बिग्रिन्छ अनि छुट्टिन्छ क्या। त्यही भएर मलाई चाहिँ यो धेरै बुझ्नु ठिक लाग्दैन। मलाई सम्बन्ध बिगार्नु छ होइन मलाई बिहे गर्नु छ तिमी मलाई विश्वास गर्छौ नि। मलाई टाइम देऊ न अलिकता। ल घरमा कुरा गराइदिन्छु म एक हप्तामा। दुई वर्ष जस्तो धेरै भयो अब एक हप्तामा घरमा कुरा गर्दैन गराउँदैन त्यसले। अब एउटा कुरा भनौँ के यता भएन किन डराएको पेट्दिन हौ के जतिखेर हात हाल्छ अनि डराउँछ बिचरा ज्यापले। छुँदैन कि यहाँ बस्नु ल बसिरहेको छु उठेछु त राम्रोसँग बस्न त्यो दुधको बोकेर नि राख अब धेरै होइन दुधको बोको बोकेर हिँडे यार। ल भन ल अब सुने होइन अब मैले अब जहिले झगडा गरेर नि हुँदैन नि त हामीहरू। तैँले निखुज्ने कुरा गर्ने भन्न सुन कि मात्र मेरो कुरा के कुरा नफर्काइहाल क्या जवाफ नदिइहाल मलाई। अब मैले के सोचेँ भने सोच्नु त पहिलेदेखि एउटा सोचेको तर झ्याप्पै भन्न नसकेँ सायद मैले पहिला पनि भनिसकेको थिएँ होला यो कुराहरू के तर म बिहा गरौँ के यो सोच छोडेर जाउँ। फाइनली बिहेको कुरा गरी है कान्छीले हुन्छ के गरौँ फाइनली जोयाले नि बिहेको कुरा गरी साँच्चै बिहा गर्ने यो सोचे किन छोड्नु पर्यो तँलाई अब बिहा गर्ने भएपछि अब यो सोच अब छोड्नै पर्यो नि। बिहे गर्ने किन छोड्नु सोले नै बिहे गराइदिन्छ त। ए तँलाई के सरको पैसा खान पल्केको त के को खाना पल्केको हक अधिकार हो नि 3 लाख पुगिसक्यो सुनको सुन त आफै किन्नुपर्छ बिहेकै पैसा जोगे पनि सुन किन्न पुग्छ 1 तोला। 1 तोलाको 3,20,000 ब्याज तला कहाँ ल्याउने म त मरि नै सुन किन्दिनँ। कसम 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 हो त्यसो भए अब सोच छोडिदिने है त। ल तैँले जे हुन्छस् त्यही हो तेरो खुसी मेरो खुसी एउटा बच्चा पनि पाउने अनि दुइटा पाउँला नि के एउटा यो घरमै बुहारी पनि लग्ने कुरा गराएर बिहेको लागि भन्ने बित्तिकै बिहे हुँदैन क्या अलिकति वेट गर्नुपर्छ। मान्छेहरू 4 वर्ष 10 वर्ष पुरानो लभ हुन्छ म भन्ने खोजेको होइन वर्षको माया हुन्छ अनि त्यसपछि गएर बिहे गर्छ। तिनीहरू वर्ष कुर्नु पर्यो परेन मैले त्यो भने कि घरमा सायद मिलाउनु हात त फेरि समाते खान त नि हात त फेरि क्रस फिङ्गर छ त बिहेको कुरा भन्दा चाहिँ किन आत्तिन्छ यो तक्लु पर्यो बामु के अरे के हेर्नुपर्छ त्यो हेर्नु पर्यो। जसरी पनि मैले तिमीलाई कन्भिन्स गर्छु हामी बिहे गर्छु ढुक्क घरमा कुरा गरेर जसरी तिमीलाई कन्भिन्स गर्छु के भन्छ कन्भिन्स गर्छु पनि मैले तिमीलाई कन्भिन्स गर्छु। यसलाई कन्भिन्स गर्ने होइन तेरो बाबुआमालाई कन्भिन्स गर्ने हो यो अलरेडी कन्भिन्स छ त यो अलरेडी बेगर भनेर मर्न लाग्छ त हाततिर यसलाई कन्भिन्स होइन यसलाई कन्फ्युज चाहिँ गरिराख यसले गराइरहेछ यो तक्लेले घरमा कुरा गरेर हुने बुहारी यही हो रबिना हो श्रेष्ठ हो हामी इन्टरकास्ट म्यारेज गर्ने हो ढुक्क म ढुक्क बनाउँछु सबैले कन्भिन्स गर्छु क्या। तिम्रो मैले राजी भइसकेपछि घरमा कहिले के गर्छ भनेर तिम्रो मेरो लाइफ हो नि त अब त ढुक्क हो नि। है मनले मानेकै छैन मान न मलाई मनाउ न म छु त त्यो भन्न खोजिहाल्ने कि अलिकता टाइम देऊ तिमी पनि होइन
फ्युचर प्लान बनाऊ बिहेपछि के गर्ने बिहे त गर्ने बिहेपछि के गर्ने त्यो प्लान त्यो त बनाऊ न। मसँग छ नि त्यो किन भनिरहनु परेन ठिक छ त्यही त त्यसमा वर्क गरौँ न अनि ठ्याक्क बिहे गरौँ एकैचोटि सिधै बच्चा दिँदैन दुईटा बिहे गर्ने होइन बच्चा हनीमुन दिन्छु बच्चा र हनीमुनको मात्रै पर्या हो यसलाई कहाँ बिहेको पर्या त त्यही बच्चा र हनीमुन मात्रै हो उसलाई बच्चा पनि होइन अझ हनीमुन सकेसम्म त यार त्यत्रो हाल्यो भने म त मर्छ होला यार सिधा मान्छे त्यत्रो हाल्यो भने म त मर्छ होला ठिक छ नि सुन न म कन्भिन्स गर्छु तिमीलाई भनिरहेको छु के मलाई चाहिँ ल 6 महिना दियो 6 वर्ष होइन आमा कति महिना रे 6 महिना दिनै छैन हुँदैन मलाई भन्न खोजेको अलि टाइम मन देऊ न हुनुपर्छ जुन मेला नि हुन्छ कार्तिकमा पनि हुन्छ आमा मन भयो भने बिहे 6 महिनासम्म चाहिँ के हाल्नु त्यति बेलासम्म अलिकता बुझ्ने यताउता गर्ने घुम्ने होइन घुम्ने बुझ्नु पर्ने अनि मेरो घर जाने तिम्रो घर जाने आउने जाने स्कुटीमा तिम्रो पछाडि बस्छु म तिमी चलाउँछौ ए मैले पनि त हुन्छ त सिधै यार जिन्दगीमा सिधै बुढी मेरो वाइफ जोक सानो टाइम होइन मलाई पनि रहर छ क्या मलाई पनि मेरो लाइफमा हुन्छ नि एउटा मेरो पनि गर्लफ्रेन्ड भएको भएपछि टक्क पछाडि बसेर बाइकमा होइन डुडु पारेर होइन लग्न पाएपछि टक्क पारेर मुभी हेर्न गएको त्यस्तो मलाई पनि रहर छ क्या त्यसपछि बिहे गर्ने मुखले मात्र ठिक्क पारेर तँलाई मन छ नि 4 पाउनु होइन दुईटा होइन तेरो इन्जिनले कति काम गर्छ भन्न त्यतिसम्म प्रडक्ट निकाल्छु म आमा झम्पिन थाल्यो त अब होइन त नि फेरि यो कुरा मलाई मात्रै भनेर नि हुँदैन नि हेर भाइ कसलाई भन्नु त फ्यामिलीलाई पनि गर्नुपर्छ यो कुरा भनिहाल्छु बिहा भनेको त एकदमै ठुलो कुरा हो लाइफको सबसे ल ल म तेरो घरमा हात माग्न आउँछु यहाँनिर होइन चुपचाप बस धुमधामले बिहे गर्नु ल पर्छ मेरो मेरो घरमा त हात माग्न आइस आउँछु मम्मीले फोन गर्न त मेरो मम्मीले किन फोन गर्नु पर्यो भन्नु पर्यो नि तर जे कुरा मेरो मम्मी चाहिँ किन बिचमा छेउनु पर्ने कि जे कुरा छिराउनु पर्यो नि त फाइनली आज सिरियस कुरा चाहिँ गर्दैछन् है बिहेसम्म त पुगेको कुरा न त बिहेको त पुरै गर्दैन थियो यिनीहरूले सरप्राइज लग्छु कि म त्यस्तो सरप्राइज हुँदैन भाइ के आज एक दिन सरप्राइज लगेर अनि भोलिपल्ट चाहिँ अनि ल बेबी ल घर जाउँ त भनेर सुटुक्कै पठाउनलाई मन सम्झिस के हो तैँले आफ्नो कुरा फेरि आफै गर्छ आफ्नो कुरा आफ्नै त 1 नाइटको कुरा गर्छ तैँलाई मैले के 1 नाइटको केटी भनेछु अनि के त नि अनि किन फोन गराउँदैनस् त अनि फोन गर नि त आमा बाउसँग बोल्दैमा हुन्छ मलाई त आमासँग त बोल्नु पर्यो नि हो बल्ल सिरियस बाउसँग ल फोन गर्नु बरु जोया चाहिँ बिस्तारै सिरियस हुन थाल्यो कि क्या हो झ्याप्लेसँग झ्याप्ले खासै सिरियस भएन ल बो फोन गरा तेरो बाउलाई फोन झ्याप्ले त कसरी हुन्छ तार्ने फोन गरा म बोल्छु झ्याप्ले नि बिहे भएपछि भाग्ने खालको हो कि क्या हो मलाई त्यस्तै लाग्यो जोयाले बिहे गरौँ भन्दाखेरि आमासँग कुरा गर्नु नै नै भन्न थाल्यो त नि पहिला त गर न क्या पापा बाबा पहिला त गर न तेरो बाउसँग कुरा गर्छु भिडियो कल गरी लाइ त म मेरो आमालाई गर्छु आमा हैन फेरि पहिला बाबासँग म बोल्दिनु भने थाहै छैन तँलाई थाहा छ थाहा र बाबा र म एन्टी हो भनेर र एन्टी सेन्टी थाहा छैन मम्मीसँग त होइन नि एन्टी होइन नि बाउले त मलाई राजसमाजमा के खान्छ भने त्यस्तो कुरा गरे होइन मेरो बाउ त तेरो बन्दुकले पड्काउँछ झन् त्यो कुरा गर्छ स्याबास तेरो बाउ के इन्डियन आर्मी हेपेको मेरो बाउले तँलाई चाहिँ कस्तो हेपेको हो र भनेको के फेरि मेरो बाउ फेरि मेरो गाउँ गुन्डा हुने फेरि हेर ल यो कुरा छोड्दे ले मम्मीलाई फोन गर तेरो घर पहिला आफ्नो चाहिँ कसले भन्नु मेरो म फोन गराइदिन्छु है त ल ल ल ल के भन्दो रहेछ म पनि हेरौँ न गर्छ यसले साँच्चीकै फोन लाग्दैन यिनीहरूको फोन लाग्दैन के बहाना हुन्छ हेर्दै मरे नि गर्दैन यिनीहरूले एकअर्काको फ्यामिली अनेकलाई फोन गरेपछि यत्र हुनु हुँदैन ओए आमा भनेको को हो त 4 वटा सामा भन्ने चिज 4 नाममा को हो तेरो त्यही फोन नम्बरमा पो गर्ने त आमालाई मेसेन्जरमा गरेर हुन्छ त 4 नाम लगातार छ त्यहाँ मेरो जति पारडामा छ अरे छँदै छैन के त त्यो नलाग्ने आमालाई फोन गरेर है त नलाग्ने आमा हो र त्यो फोन नलाग्ने आमालाई फोन गरेर बोल्छ हैन अनलाइन नै छैन त मम्मी घाँस काट्न जानु भयो होला त बिचरा अनि यो मेरो आमाको स्वर होइन यो के स्वर सुनाइदिने यसलाई मैले सुनाइदिनु त सुनाइ भए पो सुनाउँछु त कान्छी गफै त होला बताउँदैनस् बताइनु देखेस् अब के सुनाउनु पर्यो आमै हो नि मेरो बाउको फोन आइरहेको छ हल्ला नगर कुन चाहिँ दिन झ्याप्लेले मलाई एक प्रश्न सोध्छ र म यो ठ्याक्कै राख्छु भने त बाठी हुन्छस् तँ चाल किनेर चिने छैन ए अब मैले आफ्नै मम्मीसँग यसरी कुरा गराउँदाखेरि चाहिँ अब म चालुक रे जुन चाहिँ नामर्द छ अझ त्यही भएर उसको आमासँग बोल्नुपर्छ भनेर नामर्द जस्तो कुरा नगरिराखेँ त मेरो आमासँग बोलाएनस् मेरो आमासँग आमासँग बोलेन के भन्नु चितवनको केटी हो भनेर भयो चितवनको केटी हो भने आमासँग बोल्दाखेरि हो ल अन्त किन सक भएको त मेरो छोराको चितवनको केटी हो तिमी रे जोया त बिचरा चितवनको नै होइन चितवनको केटी भनेपछि को
मुस्कान हो क्या मुस्कान चाहिँ बरु चितवनको यो हो कि होइन भन्न अन्त होइन कि मम्मीले बढी किन चितवन के तले त्यो चितवनबाट आएको होइन को आयो चितवनबाट डिभोर्स भएर म दमलीबाट आएन चितवन गएको होइन त बिहे गरेर डिभोर्स भएको त्यो चितवनमा उनीले चितवन केटी भनेर भने त्यो नाटक नपार के नाटक नपार तिमीलाई त्यस्तो लाग्दैन आफ्नो हुन्छ नि आफ्नो बोयफ्रेन्डसँग टक पारेर हुन्छ नि सँगै जाने सपना देखेर मात्र भएन के सपनालाई पुरा पनि गर्नु पर्यो यसले यस्तो सपना त कति त्यही पुरा गर्न त टाइम आइरहेछ नि त 81 बिहे गरेर घरमा गइसक्यो भनेदेखि चाहिँ सिधै एकैचोटि बच्चा बनाएर अनि त्यसपछि तिमी हाउस वाइफ बनाएर जिन्दगीभर मतलब जिन्दगीभर होइन कि त्यो हुर्काउँछेसम्म हुर्काउनु त पऱ्यो नि बच्चा भइसकेपछि के थाहा भोलि चाहिँ यार कसरी बुझाऊ यार बिहे नगर्नेले बच्चाको कुरा गरे हो पागलले फेरि बिहे 6 महिनापछि गर्ने रे सकेसम्म त 1-2 वर्षै देऊ रे अनि बच्चाको कतिवटा पाउने के गर्ने कुरा हुँदैछ म्यासाला बच्चाको कुरा काँडा आयो बिहे नगर्ने नपछि कि बिहे नगरी बच्चा पाउने हो तिमीहरू 30 केटीहरूको 30 वर्ष कटिसकेपछि बच्चा बनाउन गाह्रो हुन्छ के हो त्यही भएर बच्चा चाहिँ पाउँदै गरौँ बिहे पछि गरौँ ल स्याबास तकले सही जा रह्यो अनि म 28 लागिसक्यो अस्ति त्यही त तिमीले हतार भए बच्चा बनाउन अनि तिमीले 6 महिना भन्छौ अनि तिमीले बच्चा बनाउन हतार हो कि बिहे गर्न हतार हो बिहे गर्नलाई बच्चा सच्चा त पछिको फ्युचर प्लान हो मलाई चाहिँ बिहे अहिले गर्नु छैन बच्चा पाउनु मलाई भन्न खोजेको के टाइम मलाई देऊ केही महिना देऊ बिहे गर्न छैन ल भयो मैले बिहे गर्न छ क्या रमिन त्यसो नभन न यार तिमी यार बिहे गर्दैन क्या गर्दैन तक्लेले रविना मन पर्दैन तक्लेलाई त्यति धेरै अनुहार हेर्दा मात्र सोझो खोइ उसका जति मन परे हैन मेरो आँखामा हेर भने तिमीलाई त्यस्तो लाग्छ हेर्दा मात्र सोझो आँखामा हेरेर बोल्न नसक्ने म यहाँबाट बाहिर गएपछि तिमी जस्तो कहाँ पाउँछ यार मलाई त सबैले अङ्कल भनेर सबैले अङ्कल नमस्ते भन्छन् समय आउँछ पर्खिँदैन बगेको खोला फर्किँदैन भन्ने कुरा थाहा छ कि छैन शाबास सबै कुरा समय समयले राम्रो। आउँदैछ दियो नि त मलाई टाइम 6 महिना त धेरै भयो है 6 महिना त टु मच भयो 6 महिनामा हामी प्लान गरौँ त मेरो घर जाने घुम्न जाने टक्क पारेर गर्लफ्रेन्ड किस खाने के रे त्यही किस खाने अब ले हान्ने त्यही मात्रै हो यसको प्लान मसाज सेन्टर जानु पर्यो के खाने रे अन्त किस खानलाई कि म मसाज सेन्टर जानु त रे लानु मसाज सेन्टर जाँदै किस खाने के खाने हान्ने बानी परेको रहेछ यसले बे गर्दैन है यसले बे गर्दैन रेड ब्ल्याक टु मच रेड ब्ल्याक पर्ने जस्तो यार बोका निस्कियो मान्छे लाग्छ नपत्याउने मैले त पहिले भने थियो बोका भनेर म किस खान जुयासँग जाने तिम्रो भाइको त्यसो भने मतलब अर्कोसँग जाने हामीले फिलिङ हुँदैन जुयासँग जाने रे के बोला नाम इक्जाम मन्दिपलाई त किस खान दिएको छु मलाई नि दिन्छ भन्ने भएको होला हिजो पनि टोयलेटमा जाऊँ मलाई नुहाइदेऊ भन्दै थियो कमेन्ट हेरेर पो थाहा पाएको मन्दिपलाई नुहाइदिएको थियो नि त रविनाले अनि त्यसरी नै मलाई पनि नुहाइदिँदै रोमान्स हुन्छ कि मलाई पनि किस खान्छ कि खान दिन्छ कि भन्ने भएको छ यसलाई अरू केही होइन यसलाई लभ सप केही होइन यसलाई जस्ट रोमान्सको परे हो जोया भने क्या इक्जाम्पल म जोयाको ठाउँमा अरू कोही हुनसक्छ नि त मेरो फेरि नाक बन्द गर होइन जाडो बोका कुरा म बिहेको कुरा गर्दैछु किसको कुरा गरिरहेछ कस्तो सेन्सिटिभ छ मेरो नाक हनीमुनको कुरा सिरियसली ल बच्चाको कुरा गरिरहेछ हामी बिहे गरौँ बिहे गरौँ पहिला चाहिँ हामी प्लान गरौँ नि त कि बाहिर जाने सिधै बच्चा बनाउने यता अनि बिहे गर्ने तिमीले बिहे गर्न किन हतार भएको ल भन्नु मलाई एउटा कुरा भन एउटा रिजन भन किन हतार भएको फेरि सम्बन्ध छुट्छ भनेर टुट्छ आउन म तिमीलाई टुट्नै दिन्न सुट्नै दिन्न छुट्टै दिन च्याप्पा मात्र राख्छु तिमीलाई म यसरी सुट्नै दिन्न के अरे त दाम्लो घाँटीमा बाने जस्तो दुख्यो मलाई देख्यो कस्तो बोका रहेछ तिमीले मान्छे यार मैले मैले त पहिले भने थियो नपत्याउनु बोता बोका किस खाना जुयालाई जाने रे मसाज सेन्टर जाने रे के भन्यो हो त्यो खाना जाने भने होइन क्या कस्तो यार फेरि के भन्यो त खाना जाने भने होइन त्यो इमेजिनेसन क्या होइन म यसरी साइडमा बस्नलाई गर्लफ्रेन्डसँग बस्नलाई यसरी आनन्दले बस्नलाई अनि हुँदै गर्लफ्रेन्ड हुँदै अर्कोसँग बस्न जाने नजाने नि होइन के बोले लेजेन्ड फोकस अन टार्गेट के बोलेको तिमी भन नि त भयो केही नि भन्दैन मलाई पुग्यो म कहीँ नजाने म तिमीसँगै एक बस्ने हप्ता कुर्छु 1 हप्तासम्म तिमीले केही गर्यो भने गर्यो भएन गर्दैन ल म 1 हप्तासम्म गर्छु 1 हप्तासम्म म गर्छु म खुरै गर्दैन के गर्नु पर्यो 1 हप्ता भन न
तैँले आफू नि कुहिएको सरले कुहाइदिनु त कुरा गर के यो फाइनली आज सिरियस भागिसक्यो जोसो आइसक्यो कि तैँले मलाई बच्चा बाहिर तैँले मलाई बिचाली मात्रै बनाउने तर त्यही तेरो सोच नै त्यही छ कि घटिया सोच नै छ घर लान त तैँले मलाई झ्याप्लेले नि अहिलेसम्म मम्मीसँग कुरा गराएन त एकचोटि गराएको त्यही पनि ए चितवनको केटी हो र तिमी मलाई त खोइ केटीको बारेमा केही भनेको छैन भनेको थियो यसको आमाले त्यहाँदेखि यसले बोलाएन यसले अब बाहना बनाइ मेरो मम्मी घाँस काट्न गएको होला फोन लाएन भनेर आमा कतिखेर अनलाउँ चाहिँ आउँदिन थाहा भइहाल्छ नि यसलाई त्यही अनुसार ब्यालेन्स मिलाइने केटीले कम दागी चाहिँ यो तक्लेले बिहे नै गर्दैन यो 100 हो मलाई गर्छ भन्छ यो मान्छे सुन न यो मान्छेले मलाई माया गर्छ भन्छ भोलिको दिनमा हेर्नु तपाईँको छोराले धोका दियो भनेदेखि चाहिँ त्यसले मसँग मायाको त्यही भएर नि घर परिवार चाहियो हो के चिन्नु पर्यो हो ठिक छ चिन नि त तिमी मलाई चिनेर यत्रो मलाई चिनेर भएन है केटा मान्छेको मन हो जति बेला नि फर्किन सक्छ हो फर्किँदैन है सँगै तिमी भएपछि कहीँ फर्किँदैन यो मन कहीँ जाँदैन त्यो मनलाई समातेर राख्नु मलाई समातेर राख्नु तिमी रात दिन मलाई समातेर राख कहीँ जाँदैन म रात दिन तिमीसँग भएपछि कहीँ जान सक्छु सक्दैन नि होइन एक दिएपछि गायब भयो तक्ले हेर्दै जाऊ रवि म कहाँ भन्दा कहीँ जाँदैन आएर यसको टार्गेट अर्कै छ बस अरू के भन्नु छ के भन्नु छैन त्यही घर परिवारसँग म छिट्टै कुरा गराइदिन्छु छिट्टै भने कहिले भएपछि हुन्छ एक हप्ताभित्र कुरा गराइदिन्छु म एक हप्ताभित्र बिहेको लागि छ नि डेटको लागि छ नि अब बिस्तारै म सोचेर भन्छु कहिले गर्ने बिहे कहिले गर्ने भनेपछि गायब लाग्यो टेन्सन नल्याउ न तिमी यार बिहेको लागि बिहेको कुरा गरेपछि उठेर हिँड्यो कि नै नलार्ने बिहे एक हप्ताभित्र है म डेट दिन्छु भने टाप म्याच होला यत्र नि बिहे गर्दैन यो फेरि सरिन पाट्टु भएर निस्किने भाइ टोयलेटमा पनि नछोड्ने भाइ डक्टरलाई हग्न त दे सरिन पाट्टु भएर निस्किने भाइ दुइसक्यो मेरो स्यान्डलले ए जेसुकै दोस्तीहरु मलाई मतलबै भएन नि माल मतलबै भएन नि त किन आफ्नो कुरा आफै गर्नु खोज्छस् खाली यही कुरा नभन् राख्ने फेरि त हनी नराख्नु फेरि किन तँलाई चुप गर्नु पर्यो मैले आजदेखि म हरको काम केही गर्दिन कहिले पो गरे सब तैले गर्ने हो आरामस पनि मेरो लुगा धुने कति न सबै काम गरेर सब तैले हो तेरो नगर म नोकरे हो त मेरो के भन्नु तमे नोकरे हो के भन्नु तमे नोकरे हो फेरि 4 दिनमा नि मैले किनेको ज्याकेट फेरि विचार गर के किन्दै खाले उसले जोया भन्छ यो ज्याकेट जोयाले किनेको झ्यापले भन्छ मेरै पैसाले किनेको अब के हो जोयाले साँच्चैकै किने कि के गरे कि ए यिनीहरू त मस्ती लडेछ दे हेर्नु त मस्ती लड्न लारहेछ नि त हेरौँ ल के हुनेवाला यार तलाई चाहिँ लाग्यो तन्त दबसको हिरो नि त मोटी मोटी रे मोटी खत्रै झडा परे जस्तो लाग्यो है यिनीहरूको हेरौँ है हेरौँ एड्स लाग्यो जस्तो सुकेर मर्ला जस्तो अझ जलाए चाहिँ लागेछ त्यसको फेरि यिनीहरू फेरि जे नि भन्छन् यार म फेरि केटीहरु हात उठाउँदिन नि कतिचोटि ला मिठाई पड्काइदियो त तपाईँको कसम तोरीको फुल त्यसै गरी पड्काइदियो त यार है हेरौँ न मजा आउँछ मलाई त मान्छेले पिटाइ खाएको देख्दा त फेरि खोइ किन साह्रो मजा लाग्छ हौ मिठै पड्का खायो यार है नाला हानु त्यहाँ हेर्नु त मिठै भेट्यो नि अनि रिसले चुर भएको छ अब यसले केही न केही त गर्छ आज त डरो रिस्ट्यो यसलाई एक्लै पनि यहाँ रोक्ने पनि कोही छैन हिँड्यो पर्छ के गर्नु हिँडायो ए त्यो झ्याप्लेको विग अब म पनि केटी खै ए तक्लेको विग क्या त्यो अब म केटी भएँ मतलब केटीलाई हात हाल्न मिल्दैन तर केटीले केटीलाई त हात हाल्न मिल्छ नि त त्यही भएर यसले विग लगाएको होला अब यो जोया सिद्धियो अब म पनि केटी खै तिमीले केटी खान्छौ अब बराबर हो नि त हाम्रो अब जिन्दगी जोयाको काला धेरै हैन न्यू नखोजै फेरि म त हान्दिन्छु चप्पलले रे अहिलेसम्म केटा थिएँ तर हात उठाउन सकिनँ अब केटी ला डर हाने नि यसले है मिठो हाने नि अब केटी हान यसले यसको शोषण बढी भएको थियो हान झ्यापले हान अब झ्याप्लेले मार्ने भयो जोयालाई ला थिचिहाल्यो
हिसाब बराबर त्यत्रो मिठाई खाएर नि हात चाहिँ मेरो बिचरा मात्रै कपाल मात्रै हिसाब बराबर भएर के भयो त हुने कुरा छैन के अरे खाइहाल्यो तिमीले के नहुने कुरो अब केटी भेटे म त हातमा लज्जा हो हान हो ताक बजार आफ्नै चाको यतिको बजार्नु पर्छ स्याबास तर यो झगडा कम रोमान्स ज्यादा लागिरह है मलाई चाहिँ खोइ किन मेरो सोच खराब छ कि के हो तर यो झगडा होइन रोमान्स देखिरहेको छु साला यो त मेरो कपाल बिचरा त्यो कपालले मात्रै प्रुभ गराउँदैन कि केटी हो भनेर कि हामी जत्रो हुनु पर्यो हाम्रो जस्तो के तेरो चाहिँ खुल्ला त छैन भाइ त्यति त फरक हो त्यही त अगाडि फुलेको पछाडि फुलेको पहाडतिर खुल्ला छैन त घडाइसकेपछि त्यो मुस्ताङको तोप खाएर जाँठा धेरै नबोलिरहेको फेरि बिग्रिया औरत के औरत रे बिग्रिया औरत स्याबास फेरि कुट्छ त्यो जोयाले फेरि भुताल्दो रहेछ है भुताल्न पाएँ त फक मेरो पैसा हरायो क्या हो पैसा के परायो पैसा फेरि हरायो पैसा फेरि बिचरा 50 रुपियाँ भन्दा ज्यादा थिएन आइ एम प्रिटी स्योर मेरो पैसा हराएर भइ पार्छ के हो र आयो मम्मी बढी भइरा भन्न खोजा बुझ्नु पनि यस्तो भनेको घटी त हुँदै हुँदैन पशुपतिमा बस्ने माग्ने जस्तो देखियो भने के यति राम्रो मान्छे पाएको छ हल्का के मोत त गर्न कतिको राम्रो रहेछ खै त्यस्तो नगर न अरे हान्नु चाहिँ किन फेरि कस्तोले हो क्या लज्जा नचलाए कपाल लायो भन्दैमा यही कपाल धेरै नै लाउँदो रहेछ फेरि टाक्लुले नि यही तैँले नि यही सिरानीलाई नि त्यही कपाल राखेर केटी बना आफू पनि त्यही कपाल लाएर केटी बनेको छ तँलाई फिट्नु परेन त पिट्नु परेन ठाउँ हो र प्याराडक के अरे प्याराडक तेरो नोकर हो खुट्टा ढोक्नलाई तैँले भर्खर थलाएको नोकर भनेर पहिलेदेखि नोकरै थिएँ हे प्या होइन त्यो टाउको जहिले त हेबिरा हो नि मैले भन्दै निलो कलरको बक्स लाहा भनेर ठिक छ ए फाइट हामीले बेला बेलामा गएर फाइट हेरिहाल्यौँ अब यिनीहरूको लास्टको अलिकति कुरा हेरौँ किनकि यिनीहरूको बकवास मात्रै हुन्छ हेर्नु होइन बोरिङ चिजहरू स्किप हो नि त यसले क्या हुँदो रहेछ दिवसाले तिनवटा मिलाइदिइसक्यो दिवसाको साली नि मिलाइदिएको 1 टका तसँग लग नपर्नु अगाडि दिवसाको साली यस्तो चुवाक छ यस्तो पढ्छ लास्टमा के गरौँ अङ्कल भनेर गइदिइहाल्यो दिवस दाईको साली मन परेर दिवस भनेको त्यो लभ सर्भाइभलको विनर के रजिनाको बुढा त्यसलाई सिटिङ छ अगाडि नै भइसक्यो तिमीले तैँले के गर्नु पर्दैन गएर हक गरिदिनु हो भन्यो दिवस दाईले सिटिङ मिलेर ल्याएको अरे भरे त कहाँ सिटिङ मिलाएको हुनु सिद्धो खै लाइनमा गाइज अब यो हेर्न केही लायक छैन है त्यही भएर मैले अब हेर्न लायक चिजहरू त हेरिहालेँ रियाक्सन पनि राम्रै गरेँ किनकि अब बोरिङ पार्ट काटेपछि त बोरिङ चिजै हेरेन बोरिङ चिज नहेरेपछि त बोरिङै भएन नि होइन सँगैसँगै मेरो इन्टेन्सन पनि तपाईँहरूलाई पनि इन्ट्रेस्टिङ होस् मलाई पनि इन्ट्रेस्टिङ होस् मलाई पनि झ्याउ लागि गरेर निदाइ त के हेर्नु त त्यो सोचेर चाहिँ अब त्यो काट्दै हो अब ठिकै छ रमाइलै भयो मेन कुरा भनेको झ्याप्लेसँग रबिनाले बेगर झ्याप्ले र तक्लेसँग बेगर भनेर रबिनाले लास्टै दुःख दिन थाल्यो तक्लेलाई तर तक्लेले बे गर्ने इन्टेन्सन छैन हेर्नु बेको कुरा भन्ने बित्तिकै टाउको दुख्यो ज्वरो आयो भनेर उठेर हिँड्यो कि हिँडेन अनि यो झ्याप्ले र जोया पनि बे गर्दैन खै आज भर्खर सिरियस कुरा गर्लान् कि आमासँग बोल्न लगाउँछु भनेर फोन गरे जस्तो नाटक गरी खोइ गफै गराइन यत्रो वर्ष भयो खोइ आमा बाउसँग बोलाउँदैन के भन्ने यो जबरजस्ती एपिसोड पनि बढ्यो यतिखेर सबभन्दा सिद्धेर फाइनल भएर सिद्धेर पनि अर्को सो आएको भए पो नयाँ फ्रेस स्टार्ट हुन्थ्यो अब यो एउटै चिज कति हेर्नु भनेर मान्छेलाई बोर भइसक्यो हो कि होइन ल त्यही भएको अब चाँडोभन्दा चाँडो फाइनल हेर्न पाइयोस् भन्दै आजको लागि चाहिँ यही अन्त्य गर्न चाहन्छु भिडियो लभ यु अल सी यु इन माई नेक्स्ट भिडियोज Mr. Nepali Bag.